रातको 2 बजे घरमा सबै निदाएका छन्, तर कोही एकजना अझै जागिरहनु भएको छ। हातमा पुरानो लालटेनको मधुरो उज्यालो, काखमा बच्चाहरूका कापीहरू, अनुहारमा थकानका रेखाहरू, तर मनमा भोलिको चिन्ता। उहाँ बोल्नुहुन्न, गुनासो गर्नुहुन्न, तर हरेक रात यस्तै सङ्घर्ष गर्नुहुन्छ। यो को हुन्? तपाईका बुबा, मेरा बुबा, हाम्रा बुबा। नमस्कार, म जीवन। यो हाम्रो स्मृतिको पहिलो एपिसोड हो। यहाँ हामी शेयर गर्छौं जीवनमा लुकेका ती स्मृतिहरू जो हामी भित्रै हुन्छन् तर खुलस्त भन्दैनौं। र आज म सुनाउँछु मेरो बुबाको कथा। तर यो मेरो मात्र होइन, यो तपाईको पनि हो, किनकि हाम्रो घरमा यस्तै बुबा हुनुहुन्छ नि, होइन र? बोल्नुहुन्न तर सबैको बोझ बोक्नुहुन्छ, रोनुहुन्न तर रातभरि हाम्रो सपना देख्नुहुन्छ, गुनासो गर्नुहुन्न तर जीवनभरि लडिरहनुहुन्छ। यो उहाँहरूकै कथा हो। मेरो बुबाको नाम हरिप्रसाद श्रेष्ठ। गाउँमा सबैले हरि मास्टर भन्थे। 35 वर्ष गाउँकै स्कुलमा पढाउनुभयो, तर घरमा उहाँ कहिल्यै मास्टर जस्तो लाग्दैनथे। उहाँ त साधारण, मौन र सधैँ काममा डुबेका। बिहान 5 बजे उठ्नुहुन्थ्यो, स्कुल जानु अघि गाईबस्तु हेर्नुहुन्थ्यो, बारीमा पानी हाल्नुहुन्थ्यो, साँझ 6 बजे फर्केर किताब जाँच्नुहुन्थ्यो, राति 11 बजेसम्म विद्यार्थीहरूका उत्तर पुस्तिका हेर्नुहुन्थ्यो। हामीलाई कहिल्यै भन्नु भएन म थाके। हामी 5 दाजुभाइ थियौं, घर सानो। बुबाको तलबले घर चलाउन हम्मे पर्थ्यो। दशैँमा हामीलाई नयाँ कपडा आउँथ्यो, तर बुबाको लागि कहिल्यै होइन। उहाँको एउटै खैरो कोट थियो, वर्षौंसम्म चल्यो। बटन फुटिसकेको, आस्तीनमा दाग, तर उहाँले कहिल्यै भन्नु भएन नयाँ चाहियो। एकपटक मैले सोधे, बुबा, नयाँ कोट किन नकिन्नुहुन्छ? उहाँले हाँस्दै भन्नुभयो, यो अझै राम्रो छ त, तिमीहरूको पढाइको लागि पैसा बचाउनुपर्छ। त्यो मौनतामा लुकेको थियो त्याग। कक्षा 8मा पढ्दा मेरी दिदी बिरामी भइन्, टाइफाइड, अस्पताल चाहियो। बुबाको तलबले पुग्दैन थियो। त्यो रात मैले देखेँ बुबा आमासँग कुरा गर्दै हुनुहुन्थ्यो। कोठाको ढोका अलि खुला थियो। मैले सुने, जग्गा बेच्नु पर्ला, आमाले भन्नुभयो। तर त्यो त हाम्रो, बुबाले भन्नुभयो, छोरी बचाउनु त्योभन्दा जरुरी छ। हामीले थाहै पाएनौं। बुबाले गाउँको सानो जग्गा बेच्नुभयो। दिदी निको भइन्। महिनौपछि आमाले भन्नुभयो, तिम्रो बुबाले जग्गा बेचेर दिदीलाई बचाउनु भयो। म बुबा कहाँ गए, सोधे, बुबा, जग्गा बेच्नुभयो? उहाँले टाउको हल्लाउनु भयो, केही बोल्नु भएन। त्यसपछि शान्त स्वरमा भन्नुभयो, जग्गा त फेरि कमाउन सकिन्छ, छोरी त फर्केर आउँदिनथे। त्यो दिनदेखि मैले बुझेँ बुबाको मौनतामा कति ठूलो सङ्घर्ष लुकेको रहेछ। समय बित्यो, मैले एसएलसी दिएँ, राम्रो नम्बर आयो। बुबाले मुस्कुराउँदै भन्नुभयो, राम्रो गरिस्, बस त्यति। तर म देखेँ उहाँको आँखामा खुसीको आँसु थियो। त्यसपछि म काठमाडौँ आएँ, +2 पढ्न। बुबाले महिनाको 1500 पठाउनुहुन्थ्यो। उहाँको तलब 8000 मात्र थियो। कसरी पठाउनुहुन्थ्यो मलाई थाहै थिएन। पछि थाहा भयो बुबा साँझ 7 बजेदेखि 10 बजेसम्म निजी ट्युसन पढाउन थाल्नु भएको रहेछ। गाउँका बच्चाहरूलाई, घरमै, निशुल्क, कसैबाट 50 रुपैयाँ। एक दिन फोनमा सोधेँ, बुबा, थकित हुनुहुन्छ? उहाँले भन्नुभयो, थकित त हुन्छ, तर तिमीहरूको लागि हो, तिमीहरू राम्रोसँग पढ्नुपर्छ। बुबाले आफ्नो थकान कहिल्यै देखाउनु भएन, तर म जान्दछु उहाँ कति लड्नु भएको थियो। कलेज सकिएपछि मलाई जागिर लाग्यो। पहिलो तलब आएपछि म गाउँ गए। बुबालाई नयाँ कुर्ता सुरुवाल किनिदिए। उहाँले लगाउनु भयो। ऐनामा हेर्नुभयो, लामो मौनता, अनि भन्नुभयो, यो त धेरै महँगो रहेछ। म हाँसे, बुबा, तपाईको लागि हो। उहाँले फेरि केही बोल्नु भएन, तर म देखेँ उहाँको आँखा रसाएको थियो। त्यो दिन मैले बुझेँ बुबालाई शब्द चाहिँदैन। उहाँको मौनतामा नै सबै भाषा थियो। 2 वर्षपछि बुबालाई प्रेसर भयो। डाक्टरले भन्यो, आराम गर्नुहोस्। बुबाले स्कुल छोड्नुभयो, तर घरमा बसेर चुप लागेर बस्न सक्नु भएन। बारीमा तरकारी रोप्न थाल्नुभयो, गाई बस्तु हेर्न थाल्नुभयो। एक दिन म गाउँ गएँ, बुबा बारीमा काम गर्दै हुनुहुन्थ्यो।
मैले भने, बुबा आराम गर्नुस् न। उहाँ हाँस्दै भन्नुभयो, आराम त मरेकाले गर्छन्, काम नगरे मलाई बानी छैन। बुबाको स्वास्थ्य बिग्रदै गयो। अन्तिम पटक अस्पतालमा मुटु कमजोर भइसकेको थियो। म छेउमा बसेको थिएँ। बुबाले मेरो हात समात्नु भयो। लामो मौन अनि कमजोर स्वरमा भन्नुभयो, तिमीहरू सबै राम्रोसँग बस्नु, मलाई केही चाहिँदैन। म रुन थालेँ। बुबाले हातले मेरो आँसु पुछिदिनु भयो। केही बोल्नु भएन, तर त्यो स्पर्शले भन्यो, म खुसी छु, तिमीहरूले राम्रो गरेर। बुबा बित्नुभयो 72 वर्षमा। अन्तिम संस्कारमा गाउँका धेरै आए। सबैले भन्थे हरि मास्टर जस्तो मान्छे कमै हुन्छन्। म आगोको धुवाँ हेर्दै उभिएको थिएँ र मेरो मनमा बज्यो, बुबा तपाईको जीवन एउटा मौन सङ्घर्ष थियो। तपाईले कहिल्यै गुनासो गर्नु भएन, कहिल्यै आफ्नो दुःख सुनाउनु भएन, तर हामी सबैको लागि जीवनभरि लड्नुभयो। आज म आफै बुबा बनिसकेको छु र अब बुझ्छु किन तपाईँ मौन हुनुहुन्थ्यो। किनकि प्रेम शब्दमा होइन, त्यागमा बोल्छ। हाम्रा बुबाहरू यस्तै हुन्छन्। प्रेम शब्दमा होइन, काममा, सङ्घर्ष बोलीमा होइन, मौनतामा। यदि तपाईको बुबा अझै हुनुहुन्छ भने आजै जानुस्, फोन गर्नुस्, भन्नुस्, बुबा तपाईको सङ्घर्ष मैले बुझेँ, धन्यवाद, म तपाईलाई माया गर्छु। उहाँले सायद भन्नुहुनेछ, ठिक छ, तर उहाँको मौनताले भन्नेछ, मेरो जीवन सफल भयो। यो पहिलो एपिसोड हामी सबैका बुबाहरूलाई समर्पित छ, जसले नबोलेर पनि हामीलाई यहाँसम्म पुर्याउनु भयो। र यो च्यानल हाम्रो स्मृति अब तपाईहरूकै हो। यदि तपाईसँग पनि यस्तै स्मृति छ भने कमेन्ट गर्नुस्। अर्को एपिसोडमा तपाईको कथा पनि समावेश गर्नेछु। यो पहिलो स्मृति सुनेर साथ दिनुभएकामा मनैदेखि धन्यवाद। अर्को एपिसोडमा भेटौँला। तबसम्म आफ्ना बुबाको मौन सङ्घर्षलाई मन-मनै सम्झनुस्। नमस्कार।